नमस्कार हजुरले हामी यति बेला चितवनको कालिका नगरपालिका वडा नम्बर 2 जितपुर टोलमा छौं र चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र कालिका नगरपालिकाको सहकार्यमा भएको 12 दिने नौमती पञ्चबाजा तालिमको आज हामी दोस्रो दिनमा छौं। उहाँहरूले दोस्रो दिनमा नै झ्याउरे ताल ख्याली ताल मजाले बजाउन सक्ने हुनु भइसकेको छ र अहिले एकैछिनपछि हामी हजुरहरु माझमा भिडियो पनि देखाउँछौं र आज भने नौमती पञ्चबाजा सिक्नको लागि को हुनुहुन्छ त परिचय राख्छौं है त। नमस्कार, मेरो नाम विष्णु लामा, म चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था लिगका अध्यक्ष। हाल म चाहिँ यो सनै बजाउँदैछु, सिक्दैछु। नमस्कार, म निरु तामाङ, चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था लिगको व्यवस्थापक। यो 12 दिने नौमती बाजा तालिममा म सनै सिक्दैछु। नमस्कार, म पूजा विश्वकर्मा, म चाहिँ यो नौमती बाजामा यो ढोलकी चाहिँ सिक्दैछु। नमस्कार, मेरो नाम हिना तामाङ, म चाहिँ ट्याम्को बजाउन सिक्दैछु। नमस्कार, मेरो नाम अन्सु पर्जा, चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाको यो सञ्चालन समितिको उपाध्यक्ष। म चाहिँ यो दमा बजाउन सिक्दैछु। नमस्कार, मेरो नाम सोनु महतो, म चाहिँ यो दमा बजाउन सिक्दैछु। नमस्कार, मेरो नाम साया कमल, म चाहिँ दमा झ्याली बनाउन सिक्दैछु। नमस्ते, मेरो नाम आइतीमाया तामाङ, म झ्याली के अरे झ्याम्टा बजाउन सिक्दैछु। नमस्कार, मेरो नाम सेवा तामाङ, म नर्सिङ बजाउन सिक्दैछु। नमस्कार, मेरो नाम अनिता श्रेष्ठ, म चाहिँ यो नर्सिङ बजाउन सिक्दैछु। र उहाँहरूले रिदम बाजामा दुईटा ताल सिकिसक्नुभयो भने यता सनाइमा झम्के फुली नाकैमा बुलाकी यसपालि त घरबारे खोलाकी भन्ने भाका सिक्नु भएको छ र उहाँहरूले अब झ्याउरे ताल र ख्याली ताल बजाउँदै हुनुहुन्छ है त।